साथीहरू एउटा चरोलाई 1 वर्षसम्म कैद गरेर पिजरामा राख्दा यसले उड्न भुलेछ। भिडियोमा हेर्नुहोस् त साथीहरू। यस्तो कुकर्म कसैले पनि नगर्नुहोला साथीहरू। भिडियोलाई पुरा हेर्नुहोस् त। 1 वर्षसम्म यो एउटा पन्छीलाई यसरी पिजरामा राख्दा यसले उड्नै भुलेछ के साथीहरू। उड्ने प्रयास गर्दा गर्दै पनि असफल हुन्छ, प्रयास गरिरहन्छ साथीहरू। म हजुरहरूलाई विनम्र अनुरोध गर्दछु साथीहरू, यस्तो कुकर्म कसैले नगर्नुहोला। उनीहरूको पनि बाँच्न पाउने अधिकार हुन्छ साथीहरू। हेर्नुहोस् त, यति 1 वर्षसम्म यसरी यो कुण्ठित भएर बसेको रहेछ हैन। तर उड्ने प्रयास चाहिँ यसले लगातार गरिरहन्छ साथीहरू, तर उड्न सक्दैन हैन। त्यसैले म हजुरहरूलाई भन्न चाहन्छु, यस्तो कुकर्म पाप नगर्नुहोला तपाईहरुले। यो दृश्यमा तपाईले देख्न सक्नुहुन्छ हैन। यसो हेर्दाखेरि यो पन्छी अब लगभग उड्न सक्दैन जस्तो छ। यसलाई करिब 1 वर्षसम्म यिनीहरूले राखेका थिए हैन। ल हेर्नुहोस् त साथीहरु, उड्ने प्रयास चाहिँ गर्छ तर उड्न सक्दैन। कसैलाई पन्छी चराचुरुङ्गीहरू पाल्ने मन हुन्छ हैन, तर यस्तो पाल्ने काम भए पनि तर कसैको जिन्दगीमाथि यति ठुलो अपराध गर्नु भनेको ठीक होइन है साथीहरु। हेर्नुहोस् त, उड्ने प्रयास गर्छ लगातार तर उड्नै सक्दैन के। अब यो चरोलाई या त जंगली जनावरले खान्छ या त यसले त्यत्तिकै मर्नुपर्छ। अब यसको खाना पिना अब नउडेर त सम्भव छैन नि त हैन। त्यसैले साथीहरु, यस्तो काम नगर्दिन म हजुरलाई भन्छु। एउटा जनावर हो जसले मुख बोल्न सक्दैन, एउटा पन्छीले हैन। त्यसैले म हजुरलाई म भन्न चाहन्छु, यस्तो कुकर्म गरेर पाप नगर्नु होला साथीहरु। यसले अझै पनि उड्न सकिरहेको छैन। हेर्नुहोस् त साथीहरु, यति ठुलो अपराध कसैले नगर्दिनु होला। म हजुरहरूलाई हात जोड्दै निवेदन गर्दछु। भिडियोलाई ज्यादा भन्दा ज्यादा शेयर गर्नु होला साथीहरु। धेरै भन्दा धेरै शेयर गरेर यो भिडियोलाई सबैमा पुर्याउनु होला, ताकि यस्तो कुकर्म कसैले पनि नगरोस्।